हेलो गाइजहरु वेलकम टु माई मिनी भ्लग। हजुरहरुलाई मेरो मिनी भ्लगमा स्वागत छ। अनि हजुरहरुको के छ? मेरो चाहिँ सबै ठीक छ। अनि साथीहरु आज चाहिँ बिहान मेरो पसल गएर सुरु भयो। अनि म पसलबाट आउँदा मेरो बाबु एकछिन पढ्दै थियो, उसको पढ्नु पर्ने थियो। अनि मैले चाहिँ यतातिर खाना टाकान टुकुन पारेर पनि एकछिनमा पकाएँ। अनि त्यसपछि किनभने मेरो बाबुलाई स्कुल जानु थियो अनि उसलाई मैले खाना खान दिएँ। अनि यतातिर मैले पनि पस्काएर गम्ल्याङ गुम्लुङ खाँदैछु साथीहरु गामगुम पारेर। अनि त्यसपछि हामी बिहानको खाना चाहिँ अलि छिटै खान्छौँ, किनभने अब बाबुलाई स्कुल पठाउनु पर्ने हुन्छ नि त। मैले खानासाना खुवाएर पनि त्यसपछि मेरो बाबु स्कुल जानलाई रेडी भएर पनि ऊ स्कुल जान लाग्यो। अनि हेर्नुस् न मम्मी बाई बाई गरेर जाँदैछ। अनि साथीहरु फेरि मेरो छोरा यताउता गरेर मैले त्यो चाहिँ सब भिडियो खिच्न पाइनँ। अनि मेरो बाबु आइपुग्यो। अनि त्यसपछि मोमो खाने भनिरहेको थियो कि, अनि मैले मोमो ल्याइदिएँ। अनि मेरो छोरा चाहिँ मोमो गामगुम खाँदैछ। अनि यता फेरि म परतिर जाने काम थियो, गएँ। अनि अलिकति गर्मी भइरहेको थियो। अनि शीतलमा एकछिन बसेँ कि, अनि म र साथी चाहिँ यहाँ गफ गर्दैछौँ। अनि शीतल पनि तापिरहेछौँ। यति आनन्द भएको छ नि यहाँ बस्दाखेरि। अनि त्यसपछि फेरि मेरो बाबुको साथी चाहिँ हेर्नुस् न होमवर्क गर्नु आएको अरे कि हाम्रोमा मेरो बाबुसँग। अनि दुईजना होमवर्क गर्दैछ। अनि मलाई जिस्किरहेछ क्या यिनीहरू चाहिँ। अनि त्यसपछि फेरि बाबुको साथी बेलुका भइसकेको छ यति बेला चाहिँ। अनि घर जाने बेला भइसक्यो। अनि म पनि तरकारी लिन जानुपर्ने थियो। अनि हेर्नुस् न ऊ चाहिँ अगाडि घर जानलाई गफ गर्दै हिँडिरहेछ। अनि उता घरतिर लाग्यो। अनि म चाहिँ यतातिर फेरि हेर्नुस् न तरकारी लिन गएको अरे कि। अनि ल्याएर आएँ। अनि मैले मासुलाई फेरि पकाउन पनि रेडी गरिसकेँ खन्द्राङ खुन्द्रुङ पारेर। अनि त्यसपछि पकाउन रेडी गरेँ। अनि यतातिर फेरि लसुनहरू केलाउन थालेँ कि साथीहरु, यो मासुलाई चलाउँदै उयो गर्दै। अनि त्यसपछि लसुन जिरा अनि ल्वाङ सुकमेल के पारेर मैले चाहिँ लस स्वाई पिस्न थालेँ कि सिलौटामा। अनि मैले मसला पिसेर रेडी गरेर पनि खाना पाक्यो। अनि त्यसपछि मैले मेरो बाबुलाई खाना दिएँ। अनि त्यसपछि उसले पनि मिठो छ मम्मी भन्दै खाइरहेछ कि। अनि त्यसपछि फेरि यतातिर अब मलाई पनि पस्काइरहेको छु नि त। अनि मैले पनि अब खाना सुरु गरिसकेँ। अनि मैले पनि खाएँ, एकदमै मिठो भएको थियो साथीहरु। बेलुकाको खानामा चाहिँ मैले सादा तरिकाले यसरी बनाएर खाएँ। मेरो मिनी भ्लग चाहिँ हजुरहरुलाई कस्तो लाग्दैछ? मन पर्यो भने लाइक कमेन्ट सेयर सब्स्क्राइब गरिदिनु ल। कताबाट हेर्नु भएको छ कमेन्ट पनि गरिदिनु। थ्याङ्क यू फर वाचिङ।